उता गयो नि हुन्छ नि भक्कै जान्दैछ यार भक्कै जान्दैछ ल ल सर लगे आयो त ल ल ल ल ल पछि हात जोडेको हो कि पछि जोडेको छुट्टिएको भयो क्या त्यो पनि जान्छ होला त्यो पनि जान्छ होला जोडेको रहेछ फाङ्लामै गयो क्या जान 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 यो त पर्सेनै हो उतापट्टिको त रातमा मात्र पर्सेन हो नि मान्छे नि अर्डेरी त अर्डेरी नि है पहिला त माटो ढुङ्गा मात्रै हो नि आजको घर त होइन ल बत्तीको तार काट्दिएको हुन्थ्यो ल हेर अब धुलोमा धुलो हेर्ने अब धुलोमा जाम लाग्यो
सालको रहेछ 2019-52 हो आजको त होइन यो बिल्डिङ हो नि हजुर त्यस त अब यहाँ बन्दैछ नि यही बन्दै भएर त यत्रो भएको छ त झुरुक्कै उठ्यो यार
गाडी नै पुरै ठडियो रहेछ यो जिरोमा लाने रे अब चरणमा अब हामी त कस्तो भने हामी पछि अर्को जनप्रतिनिधि आएर गर्नुहुन्छ कि यो त निरन्तर चल्ने अभियान हो होइन। अब यो 5 वर्षभित्र सबै काम पुरा हुन्छ भन्ने होइन। हामीले पूर्व जनप्रतिनिधिहरूले केही काम गरेर छोड्नुभयो, त्यसपछि त्यो कामलाई हामीले निरन्तरता दियौँ। अब हामीले शिलान्यास मात्रै गरेर छोड्यो भने पनि अब आउने नयाँ जनप्रतिनिधिहरूले चाहिँ यसलाई राम्रो बनाएर पोखरालाई एउटा सुन्दर बनाउने काममा चाहिँ होइन बनाउनु हुनेछ भन्ने लाग्छ। सबै कुरा यो 1 वर्ष 10 महिनाभित्रै सकिन्छ भन्ने पनि होइन, ठुलो परियोजना हो। यसमा अब आम पोखरावासी सबै मिडियाकर्मी सुरक्षाको सबैको साथ र सहयोग दिन पर्नेछ। अब हामी जनप्रतिनिधि जनताको पक्षमा काम गर्ने हो नि त। हाम्रो इच्छा भनेको हाम्रै कार्यकालमै सफल होस् यो काम हामीले चाहिँ सम्पन्न गरौँ भन्ने मनोभाव भए तापनि अब धेरै कानुनी जटिलता र होइन स्थानीयको समस्याले गर्दा चाहिँ हामीले त्यो काम समयमै गर्न नसके पनि अब एउटा यो बन्ने कुराको सुनिश्चितता भएको छ। अतिक्रमण रोकिने कुरा अब थप धेरै नागरिक अहिले पनि हेरिरहँदा 5 तले 7 तले घरहरू बनाउने, विद्यालयले चाहिँ जग्गा अतिक्रमण गरेर चाहिँ कस्तो शिक्षा प्रदान गर्छ, लायन्स क्लबहरूले चाहिँ यस्तै ठाउँमा भवन बनाएर चाहिँ भाडा लिइरहने कुरा अत्यन्त यो गलत, लामो समयसम्म गलत भइरहेको थियो। अब एउटा सही दिशातर्फ राज्यका ऐन कानुन नियम विधिहरू हामीले नि पालन गर्नुपर्छ भनेर सही एउटा सन्देश भएको छ। यसले चाहिँ अब चाँडै नै बन्ने कुराको एउटा सुनिश्चितता अगाडि बढेको छ। आधा संरचना हुँदाखेरि बाँकी रहेको आधा संरचना जोखिममा रहेका आधा संरचना अब जोखिम अब त्यसलाई कसरी लियौँ भने अहिले हामीले कतिपय हामी आफै पनि गर्छौँ भनेर स्वतस्फूर्त रूपमा उहाँले भन्नुभएको छ भने त्यसलाई अब रिप्रयोग हुन नदिने, तर केही समयमा स्वतस्फूर्त आफैले गर्नुहुन्छ भन्ने हिसाबले हामीले डोजर चलाएर केही संरचनाहरूको भत्काएका छौँ। अब फेरि यति मात्र होइन, हामी नजिकै बर्खा पनि आउँदैछ, हामीले सुरक्षित पनि गर्नु छ। हामीले भत्काएका संरचनाहरूले अर्को थप जोखिम नहोस् भनेर यसलाई चाहिँ फेरि निरन्तर हामीले भोलिबाट थप साधन स्रोतहरू प्रयोग गरेर, थप एक्साभेटर र जेसिबीहरू प्रयोग गरेर यसलाई पानी बग्ने कुरालाई नियमित रूपमा बग्ने र यो भत्काएको संरचनालाई फेरि क्लियर गर्ने काम पनि महानगरले अगाडि बढाउँछ। जस्तै हजुरले पनि भन्नुभयो व्यक्तिहरूले ठुला घर बनाएर भाडामा लगाएको हो, यही पनि देख्न पनि सक्छ। ठुलो घरहरू चाहिँ भाडामा लगाएको पनि देखियो र यसभन्दा 3 वर्ष अगाडि महानगरले 35 दिने सूचना जारी गरेर हटाउन नि भनेको थियो, तर केही व्यक्तिहरूको मुद्दाको कारणले चाहिँ सकेको थिएन। योभन्दा अगाडिसम्म पर्व पारेरै बसेका हुन्। अब मैले फेरि पनि भने अब केही हुने खानेकाहरूले यसको चाहिँ गलत ढङ्गले प्रयोग गरेको देखियो। राज्य सत्ताको दुरुपयोग गरे, आफ्नो पहुँच देखाए होइन, यस्ता सार्वजनिक जग्गाहरू अतिक्रमण गरे। मैले अहिले पनि भने अब अहिले अलिकति यस्तो खालको देशव्यापी रूपमै अब यस्ता संरचनाहरू हटाउनुपर्छ भन्ने एउटा माहौल चाहिँ क्रिएट भएको छ नेपालभरि नै। यसले चाहिँ हामीले अहिले काम गर्न अलिकति सजिलो पनि भएको हो। अब यस्तो गर्न हुँदैन भन्ने कुरो चाहिँ आम नागरिकमा परिसकेको छ। यसले हामीलाई सहज वार्ता गर्नुभएको छ। महानगरले बारम्बार सूचना गर्दा पनि नगरेको परिस्थिति पनि थियो। तर हामीलाई अहिले काम गर्ने के सजिलो हो भने हामीले 3 वर्ष अगाडि यसको सीमाङ्कन गर्ने र कस्तो बनाउने भन्ने खालको डिपिआर तयार भएको हुनाले हामीले अहिले एकैचोटि काम गर्दा चाहिँ सजिलो परिस्थिति बनेको छ। गाडीहरू हटाउनु पर्ने क्या वर्षको
सुरु गरे अब हँ पुरै पर्यो पुरै केही छैन त के लाम्छ होइन क्या यो मान्छेहरूले पनि जुन देखाएर नि त अहिले आफ्नै गल्तीले गर्दा आफैले भोग्नु पऱ्यो नि त हो यो हुन्न यो ठाउँमा हुन्न भन्ने ठानी आफ्नो पावर लाएर ल्याङै झर्ने तलैबाट झङ्लङै झार्छ क्या खोलै आउने कसैको यो तपाईँको निकाल्नु पर्ने हो क्या हो कि त्यो भन्दा पनि यत्रो समय दिँदाखेरि यिनीहरूले